समर्थन अब चितवन क्षेत्र नम्बर 2 मात्रै होइन, चितवनका 3वटा निर्वाचन क्षेत्रमा सक्रिय हिसाबले तपाईहरु आउनुहुन्छ भन्ने कुराको पुष्टि आजको यस कार्यक्रममा यहाँहरुको उपस्थितिले जनाइसकेका छ। देश अहिले पछिल्लो समय हाम्रो सभापतिज्यू विभिन्न परिस्थितिमा पुराना शक्तिहरुले राजनीतिक प्रतिशोध साधेका कारणले कारागारमा रहिरहनु परेको अवस्था थियो। तर देशमा चुनाव हुन्छ कि हुँदैन भन्ने अवस्थामा जब उहाँ निस्किनु भयो, त्यसपछि नेपाली जनताले नयाँ म्यान्डेट लिएर जान पाउने स्थिति बनेको छ। त्यसकारणको लागि पनि चितवन तयार भएको छ भन्ने सन्देश आजको यस कार्यक्रमले दिएको छ। यहाँहरुको उपस्थितिको लागि हार्दिक धन्यवाद। हाम्रा कामहरु यहाँहरुले देख्नु भकै छ, हाम्रो इमानदारीता यहाँहरुले देख्नु भकै छ। हामी निरन्तर रूपमा चितवन मात्रै होइन, देशव्यापी रूपमा चितवनले जुन सन्देश दियो त्यस्तै सन्देश अब हरेक जिल्लाबाट दिनुपर्छ भन्ने अभियान सहित देशव्यापी रूपमा हिँडिरहेका छौं। यहाँहरुले आफ्नो क्षेत्रबाट काम गरिनै रहनु भएको होला, हामीले पनि आफ्नो ठाउँबाट गरि नै रहेका छौं। विशेष गरी नयाँ धार, नयाँ शक्तिहरु, नयाँ नेतृत्वहरु सबैलाई एक ठाउँमा ल्याउनको लागि जुन त्याग र खुला हृदय हाम्रो सभापतिले देखाउनु भएको छ, त्यो हृदय यहाँहरुले पनि मनन गरेर यहाँहरुले पनि अब यो लडाई भनेको पुस्ताको लडाई हो, पुस्तान्तरणको लडाई हो भन्ने महसुस गरेर लड्नुहुने